आज चाहिँ हामी दोकान आएर छौँ सब्जीहरू किन्नको लागि होइन। आज सब्जी किनी खाने हामी पनि, करेला किनी खाने, मासु किनी खाने है। साथीहरू पनि आउनु होला। माछा मासु सबै पाउँछ यहाँ चाहिँ। कति रहेछ? 1 रुपियाँ 70 पैसा अरे गनेउला जस्तो रहेछ। यता यो नेपालमा फर्सी खान्छन् र खाँदैनन् नि? यो यति सानो फर्सी त हाम्रोतिर त फ्याली पठाउँछ। अदुवाहरू सबैहरू पाउँछ सब्जीहरू। के ऊ त्यहाँनिर हो नि धनियाँ जिरा पाउनु त उयो सानोमा यहाँनिर यहाँ पाउँछ होला नि होइन। यहाँ सोप छ, जिरा यहाँ छ, जिरा यति जिरालाई 3 रुपियाँ 45 पैसा है। यो सबै चिजहरू पाउँछ। अरू के लाइदिनु त? हामी सुपर मार्केटमा आएको सब्जीहरू हेर्दा छौँ है। केरा जस्तो यता हाम्रो दाइले चाहिँ लेसुन किन्दै हुनुहुन्छ। लेसुन यतै यो खोर्सानी त राम्रै कति छिपी गएको बुढी मान्छे त साह्रो चौरी परेको छ त। विदेशमा जानुपर्ने है यो। अब हामी चाहिँ सब्जीहरू किनिसक्यो। अहिलेसम्म निकिने बेला भिडियो बनाउनु है। हामी सुपर मार्केटमा इतिहासमा आजै लेख्छु, हातमा लो म आजै बुन्छु। अब आउने साल हेर मेरो चन्द्र सूर्य फरफराउँछु, लहराउँछु, हो फरफराउँछु।